हेलो गाइज, अहिले म चाहिँ आइफोन पाउने बित्तिकै ब्लग स्टार्ट गर्ने मान्छे। अनि म शनि मन्दिर पुगेर आएँ। कति दिनपछि नुहाएको थिएँ नि त, त्यस भएर छ्यास हल्का पसिहालेँ होइन मन्दिर। अनि दादाले पनि टिका लाउनु भयो, म पनि टिका लगाएको छु। अनि जसको फोन हो त्यो मान्छे छक्क परिसकेको छ भनेर आज त पनि के अरे साला त पनि शनि मन्दिरको भक्त कहिलेदेखि भइस अरे त्यस्तो खालको वर्ड युज गर्नुभयो। मलाई म पहिलादेखि नै मन्दिर जान्छु भनेर थाहा थिएन, बल्ल थाहा भयो। अनि अर्को आश्रय दाइ आउनुभयो भने अरे बाप्रे बा, दुईजनाले नि आज टिका शनि मन्दिर अरे सकमा पर्नुहुन्छ आज चाहिँ। त्यही खुसीमा अब हामी जाँदैछौँ पसलमा। तर 10:30 बजिसकेको छ, तर पनि मान्छेहरू यहाँ कोही पनि आएको छैन। अनि यहाँ झुम्का बजारमा म यहाँ मोज मस्ती गर्दैछु। सबैजना मेरैतिर हेरिरहेको छ। म फोकसमा आइसकेको छु यहाँ झुम्का बजारमा। यहाँ छ हाम्रो मोबाइल सेन्टर, तपाईँहरू सबैजना भिजिट गर्नु होला। अनि यहाँ छ राहुल दाई, यहाँ भाडा पसन्द पनि आउनु होला सबैजना। यहाँ चाहिँ तालचा अब हामी तालचा तोडेर अब हामी हमला गर्नेवाला छौँ पसलमा। हाम्रो साउजी हराइसक्नु भएको छ। कृपया यो नम्बरमा फोन गरेर बोलाइदिनु होला हाम्रो साउजी।